यो पनि हालिदिनेछु। ल सोलुसन 2079 को एमा के छ भन्दाखेरि इम्पोर्ट गुड वर्थ 2 लाख फ्रम चाइनाबाट, अनि सेल टु बीलाई एले इम्पोर्ट गर्यो, बीलाई बेच्यो, अनि सी पनि छ, एम पनि छ यहाँ, अनि त्यसपछि को पनि छ, एन पनि छ। त्यो हो भने हामीले इन्डस्ट्रीहरू बनाऊ अनि सेल्स प्राइस बनाऊ, पर्चेस प्राइस बनाऊ, अनि भ्यालु एडेड बनाऊ है। क्वेसनले के सोधेको छ, भ्यालु एडेड भनेर सोधेको छ। भ्यालु एडेड बनाऊँ ल। के बनाऊँ त, इन्डस्ट्रीहरू के छ, एबिसिडी होइन, इन्डस्ट्रीहरू बनाऊँ त। इन्डस्ट्रीहरू बनाऊँ। त्यसपछि सेल्स प्राइस, इन्डस्ट्रीले के गर्यो त, सेल्स सेल्स पनि राखिदिउँ, सेल्स प्राइस होइन, अनि त्यसपछि पर्चेस प्राइस पनि राखौँ, पर्चेस प्राइस होइन, सेल्स प्राइस, पर्चेस प्राइस र भ्यालु एडेड पनि राखिदिउँ ल। भ्यालु एडेड हामीले निकाल्नु पर्ने भ्यालु एडेड हो। एकैचोटि यहाँ मैले 1 नम्बर भनेर भ्यालु एडेड भनेर लेखिदिएँ ल। 1 नम्बर ठिक छ। ल लाइन तानौँ त सर पारेर। ल अब सर सर त्यो क्वेसन पढ्ने अनि त्यही क्वेसन अनुसारहरू राख्ने है। अब यहाँ के भनेको छ भने पहिला सुरुमा इन्डस्ट्री ए इन्डस्ट्री एले इम्पोर्ट गरेछ 2 लाख कहाँबाट, चाइनाबाट, फ्रम चाइनाबाट। हामी पहिला सुरुमा कुन इन्डस्ट्रीलाई गर्छौँ त, ए इन्डस्ट्रीलाई गर्छौँ। कुन इन्डस्ट्रीलाई गर्छौँ, ए इन्डस्ट्रीलाई गर्छौँ। त्यसले इम्पोर्ट चाइनाबाट इम्पोर्ट गर्नु भनेको त किन्नु हो कि होइन विद्यार्थीहरू, सुन्नुहोस् है। इम्पोर्ट गर्नु भनेको के हो त, किन्नु हो कि होइन। इम्पोर्ट गर्नु भनेको किन्नु हो कि होइन। इम्पोर्ट गर्नु भनेको मैले कुनै सामान इम्पोर्ट गर्नु भनेको मैले त पर्चेस गर्नु हो नि। इम्पोर्ट फ्रम चाइना, इम्पोर्ट फ्रम चाइना। चाइनाबाट कतिको इम्पोर्ट गर्यो त, 2 लाखको इम्पोर्ट गर्यो होइन। 2 लाखको के गर्यो, इम्पोर्ट गर्यो। अनि सेल टु गुड्स, सेल द गुड्स टु इन्डस्ट्री बी। अब उसले चाहिँ के गर्यो त, त्यो गुड्स इन्डस्ट्री बीलाई चाहिँ बेच्यो। सेल टु बी, सेल्स कसलाई बेच्यो त, सेल्स टु इन्डस्ट्री बीलाई बेच्यो। कतिमा बेच्यो, 4 लाखमा। कतिमा बेच्यो, 4 लाखमा। कतिमा बेच्यो, 4 लाखमा। हेर्नु है, हामी इन्डस्ट्री ए को काम गर्दैछौँ। एले के गर्यो, 2 लाखको सामान झार्यो चाइनाबाट, पर्चेस गर्यो है, इन रुपिजमा, रुपिजमा रुपिजमा चाइनाको सामान झार्यो, पर्चेस गर्यो रुपिजमा। माथि लेखिसकेपछि यहाँ नलेख्दा नि हुन्छ ल। 2 लाखको झार्यो, 2 लाखको झारिसकेपछि त्यो सामान चाहिँ कसलाई बेच्यो, बीलाई बेच्यो। बीलाई बेच्यो कतिमा, 4 लाखमा बेच्यो। एन इन्डस्ट्री सीलाई पनि बेचेको रहेछ, 2,80,000मा सीलाई पनि बेच्यो। सेल्स टु सी, त्यही एले के गर्यो त, सेल्स टु सी इन्डस्ट्रीलाई पनि बेच्यो। कतिमा, 2,80,000मा सीलाई पनि बेच्यो। ल यहाँ अब भ्यालु एड कसरी के भयो भनेर हेर्ने हो भने हेर्नु है त। मैले भ्यालु एड भनेको कति फाइदा भयो, अथवा यहाँ भनौँ कति घाटा भयो, कति फाइदा अथवा कति घाटा भयो भनेर हेर्छ भने त्यसलाई भ्यालु एड भनेर भनिन्छ। सुन्नु है, ए को कुरामा के भयो, हाम्रो ए को कुरामा के भयो भन्दाखेरि ए इन्डस्ट्रीले, तपाईँले यो फर्मेट नबनाइकन यति मात्रै लेख्दा नि हुन्थ्यो, यति मात्रै यसरी गर्दा नि हुन्थ्यो। ए इन्डस्ट्रीले पहिला सुरुमा किन्यो सामान, 1 लाखमा इम्पोर्ट गर्यो, 2 लाखमा इम्पोर्ट गर्यो। त्यो ए इन्डस्ट्रीले बीलाई बेच्यो 4 लाखमा, सीलाई बेच्यो 2,80,000। टोटल त उसले कतिमा बेच्यो, 2 लाखमा किनेको सामान 4, 5, 6,80,000 बेच्यो। ओहो, 2 लाखमा किनेको सामान उसले टोटल कतिमा बेच्यो विद्यार्थीहरू, 6,80,000 बेच्यो। भनेपछि उसलाई चोखो भ्यालु एड उसको कति भयो त, हेर्नु त, 6,80,000मा 2 लाख घटाउने हो भने फाइदा कति भयो उसको चोखो, माइनस गर। हेलो बोला है, कति माइनस भयो, कति प्लस माइनस गर त, 2,80,000, 6,80,000 2 लाख घटाउ, कति भयो, 480
ल 480 4,80,000 4,80,000 चाहिँ ए को भ्यालु एड भयो। ल यहाँसम्म नबुझेको स्टुडेन्टले फेरि एकचोटि सोध है, यो बुझेन भने अरू कुनै बुझ्दैन, त्यही भएर एकचोटि फेरि हेर त, मजाले एकचोटि हेर त, ए को मजाले माथि क्वेसन पढ अनि त्यसपछि तल हालेको यसो यसो सरसर्ती हेर त। यसले के गर्यो, ए भनेको मतलब तिमी भयो कि यो, ए भनेको मतलब तिमीहरूले चाहिँ जो पनि एकजना ए भन्ने व्यक्तिले होइन, तिमीले चाइनाबाट किन्यौ, पर्चेस गर्यो, 2 लाखमा किन्यौ, इम्पोर्ट गर्यो, त्यो 2 लाखमा को सामान दुईजनाले बेच्यो। एकजना बी भन्ने मान्छेले बेच्यो 4,80,000 अर्को सी भन्ने मान्छेले बेच्यो 2,80,000 होइन। तिमीले किनेको भन्दा त बेचेको धेरै फाइदा भयो नि त, तिम्रो भ्यालु कति एड भयो त होइन। टोटल तिमीले त टोटल भन्ने हो भने त 6,80,000 बेच्यौ, तिमीले जम्मा कतिमा किनेको, 2 लाखमा किनेको, 6,80,000 भने चाहिँ तिम्रो भ्यालु एड कति भयो, कति फाइदा भयो तिमीलाई, 2 लाख त तिम्रो किनेकै हो, घटाउँदाखेरि 4,80,000 तिमीलाई चोखो नाफा भयो, भ्यालु तिम्रो एड चाहिँ कति भयो, 4,80,000 भयो। ल इन्डस्ट्री ए को बुझ्यो सबैले है, बुझ्यो। हेलो, अघि फाइनेन्सको न्युमेरिकल सुनेर तर्स्यो जस्तो छ, भोलि त्यही न्युमेरिकल म फेरि एकचोटि गरिदिन्छु है, नतर्सिनु। मैले चाहिँ के एक्सपेक्टले गरेको भन्दाखेरि मैले फर्मुलाहरू मजाले भनिदिएको थियो, त्यही फर्मुला जे हो त्यही हाल्ने मात्रै थियो, त्यही एक्सपेक्टले गरिदिएको थियो, तपाईँहरू तर्स्यो जस्तो छ होइन। इन्डस्ट्री ए को भयो हो, भयो भने भयो भन्नु है त, यस सर भयो। सबैलाई है, सबैलाई, यहाँ 1-2जनालाई मात्रै होइन, सबैलाई भनेको है। बरु अब ढिला नै गर्छु, के गर्नु त, इक्जाममा आए पनि बरु पढेको कुरा चाहिँ राम्ररी पढ्नु होला, म चाँडो पढाउनै गएन है, अब चाँडो पढायो भने तपाईँले नबुझ्नु सक्छ। ल अब त्यसपछि इन्डस्ट्री बीको पालो हेर्नु। इन्डस्ट्री बीले के गर्यो, गुड्स पर्चेस गर्यो 80,000 फ्रम एमबाट, एम इन्डस्ट्रीबाट चाहिँ किन्यो होइन। अब मैले इन्डस्ट्री बीको लागि मैले सुरु गरेँ, बीले चाहिँ के गर्यो, पर्चेस फ्रम कहाँबाट किन्यो अरे, पर्चेस फ्रम एमबाट किन्यो। कति रुपियाँको किनेको त, एमबाट कति रुपियाँको किन्यो, 80,000 किन्यो। कति रुपियाँको किन्यो, 80,000 को बीले किन्यो। बीको हेर्ने हो भने हेर्नु है, इन्डस्ट्री बीले चाहिँ के गरेछ, पर्चेस गरेको रहेछ 80,000 को, इन्डस्ट्री एमबाट चाहिँ किने रहेछ। अनि त्यो बेचेको चाहिँ कतिमा रहेछ त, सीलाई बेचेको रहेछ, बीले पनि सीलाई बेचेको रहेछ, कतिमा, 60,000 बेचेको रहेछ। अब हामी बीको मात्रै हेर्दैछौँ, ए को हेर्दै छैनौँ, बीको हेर्दैछौँ। बीले के गर्यो, सेल टु सी, सीलाई कतिमा बेच्यौ, 60,000 बेच्यो। उसले कतिमा किनेको, 80,000, बेच्यो कतिमा, 60,000। एन्ड एन्ड एक्सपोर्ट इन इन्डिया फर 1,60,000, 1,60,000 को अझै इन्डियामा एक्सपोर्ट पनि गर्यो भनिसकेपछि यो किनेकोमा राख्ने कि बेचेकोमा राख्ने भन्नुहोस् त, यो पर्चेसमा राख्ने होला कि सेल्समा राख्ने होला, बेचेकोमा। हेर्नु है, के भन्दैछ, हेलो हेलो, हजुर हजुर, केमा राख्ने, सेल्समा सर एक्सपोर्ट गर नि त, एक्सपोर्ट सेल्समा। गरिसकेपछि यहाँ राख्ने, पर्चेसमा राख्ने कि सेल्समा राख्ने, सेल्समा सेल्समा राख्ने। एक्सपोर्ट भनेको बाहिर बेच्नु हो, इम्पोर्ट भनेको भित्र ल्याउनु, इम्पोर्ट भनेको किनेर लिएर आउँछ, एक्सपोर्ट भनेको बेचेर एक्सपोर्ट हुन्छ होइन। भनेपछि के गर्यो यो यसले, एन्ड एक्सपोर्ट गरे, इन्डियामा बेचेछ 60,000 एक्सपोर्ट इन इन्डिया, सेल्स इन इन्डिया अथवा एक्सपोर्ट इन इन्डिया, इन्डियामा कतिको बेचेछ त भन्दाखेरि टोटल 1,60,000 को बेचेछ। इन्डियामा कतिको बेचेछ अरे, 1,60,000 को बेचेछ। अब यहाँ त सी को पालो आउँदैछ, सी को पालो त एकैछिन, बी को पालो सक्यो कि सकेन, बी को पालो क्वेसनले भनेको यहाँसम्मको सक्यो, बी को पालो यहाँदेखि तपाईँहरूको, बी भनेको कहाँदेखि छ, यहीँदेखि यहाँदेखि यहाँसम्मको भयो, बी को क्वेसन यहाँदेखि यहाँसम्मको टिपेर यहाँ राखेको, बुझ्नुभयो कि भएन है। भोलि इक्जाममा यो 10 मार्क्समा आउला अनि छोडेर आउला नि भन्दैछु मैले, बुझेन नि भन्नु होला। यो कुरा भनेको नि तपाईँहरू साथीहरू काम गरेको हो कि, जब केही पनि छैन, कति किन्यो कति बेच्यो कति फाइदा भयो त्यही हेर्ने मात्रै हो। अघि तपाईँको साथीले गरेको काम हो, तपाईँको साथीको कारोबार सक्यो, अब तपाईँको बेला आयो, तपाईँले के गर्यो त,
तपाईँले सुरुवातमा चाहिँ 80,000 को सामान किन्यो कोबाट एम भन्ने मान्छेबाट त्यसपछि के गर्यो किने 80,000 सामान किन्ने साथै कसलाई बेच्यो त सी भन्ने मान्छेलाई बेच्यो 60,000 मा त्यसपछि के गर्यो इन्डियामा एक्सपोर्ट गर्यो 1,60,000 मा है इन्डियामा एक्सपोर्ट गर्यो 1,60,000 मा ठिक छ बुझेन भने कृपया भन्नु होला ल चुप लागेर बस्नु भनेको मतलब बुझ्यो या बुझेन मलाई त थाहा पत्ता केही पनि हुँदैन कि त्यही भएर बोल्नु होला है त अब बी को कारोबार सक्यो कि सकेन भन्दाखेरि यो बी मान्छेले एबाट किनेको छ कि छैन त्यो पनि हेरौँ है त बीले एलाई बेचेको छ कि छैन किनेको छ कि छैन सेल टु बी बीलाई एले बीलाई बेच्नु भनेको बीले एबाट किन्नु हो कि होइन म त अब बी भएर हेर्नु पर्यो नि त मैले त एबाट पनि त किनिरहेको छु एले मलाई बेच्यो भनिसकेपछि मैले त योबाट पनि त किनि त राखेको छु नि त एबाट त किनिराखेको छु मेरो त यो त आफ्नै पर्सनल भयो तर एबाट पनि त मैले किनेको त छु नि त किन एले एलाई बेच्नु भनेको एले बीलाई बेच्नु भनेको बीले त एबाट किन्नु हो कि होइन एबाट पनि त 4 लाख किने रहेछु मैले यहाँ ए को कारोबार सके सकेन भने यसो हेर्दाखेरि सकिँदै रहेछ एले बीलाई बेच्यो भनेपछि मैले म भएर हेर्ने हो भने मैले यो मान्छेबाट नि किनेको एबाट नि किनेको हो किन पर्चेज फ्रम एबाट कतिको किनेको 4 लाख किनेको कतिको किनेको 4 लाख किनेको ल मेरो विद्यार्थीहरू ल टोटल तपाईहरुलाई सजिलोको लागि यही मैले टोटल गर्दै सजिलोको लागि बेचेको कति यो कति हुन्छ 4,80,000 किनेको हैन 2,20,000 यो चाहिँ 2,20,000 धेरै किने कि बेच्यो फाइदा भयो कि घाटा भयो भन्नु त भ्यालु एड भयो कि भ्यालु लेस भयो भ्यालुलेस घाटा भयो नि हैन त हेर्नु त किनेको 4,80,000 बेचेको जम्मा 2,40,000 भयो फाइदा भयो त घाटा भयो कति घाटा भयो लु भन्नुस् घाटा भयो भने चाहिँ माइनस कति भयो 4,80,000 मा 2,40,000 घटाउँदा कति हुन्छ भन्नुस् त हेलो ओ हेलो 2,60,000 2,60,000 ए अरु विद्यार्थीहरु ननिदाउनु न हौ ननिदाउनु हेत्तेरी कस्तो निदाको होला त बोल्नु न है बोल्नु तपाईहरु बोलेन भने मलाई निदा लाग्छ के 80 मा 240 घटाउँदा 240 नै हुन्छ नि 240 होला सर 260 होइन यो 60,000 र 1,60,000 जोड्दाखेरि चाहिँ कति हुन्छ पहिला भन्नु 220 मात्रै हुन्छ कति 220 हुन्छ सर 220 हजुरले 240 लेख्नुभयो ल 220 अब कति हुन्छ लु भन्नु अब त्यही 260 नै हुन्छ 260 नै हुन्छ अब चाहिँ 260 है ल मिस्टेक होला क्याल्कुलेसन राम्ररी हेर्नु ल अब हाम्रो बी को सकाएर अब सी को पालो है सी को पालो हेर्नु अब हामी कसको पालो अब सी को पालो भ्यालु एड निकाल्नु छ कि हामीलाई त्यही भएर कतिको भ्यालु एड भइरहेको छ अहिले टोटल जोड्नुपर्छ टोटल जोड्दाखेरि 6,40,000 आउनु पर्यो अब सीले के भन्यो भन्दाखेरि इन्डस्ट्री सीले के गर्यो त इन्डस्ट्री सी भन्ने इन्डस्ट्रीले चाहिँ पर्चेज फ्रम गुड्स एनबाट किन्यो सी भन्ने इन्डस्ट्रीले एनबाट किन्यो कति 60,000 मा किन्यो अनि बेच्यो हाउस होल्डलाई मान्छेहरूलाई बेच्यो 6,80,000 मा बेच्यो है भनेपछि सीले चाहिँ किन्यो पर्चेज फ्रम एन है त पर्चेज फ्रम एन एनबाट कतिको किन्यो त एनबाट कति किन्यो 60,000 किन्यो 60,000 किन्यो अनि सेल टु हाउस होल्डलाई कतिको बेच्यो त कति पनि बेच्यो हाउस होल्डलाई 6,80,000 बेच्यो 6,80,000 बेच्यो हैन सी भन्ने जन्तुले के गर्यो त किन्यो पनि अनि बेच्यो पनि 6,80,000 बेच्यो एनबाट 60,000 किन्यो अब सीले चाहिँ बी र एबाट किनेको छ कि बेचेको छ कि के गरेको छ यसो हेरौँ है त एमा हेर्ने हो भने एले सीलाई बेचेको रहेछ 2,80,000 भनेपछि सीले एबाट किने रहेछ 2,80,000 मा पर्चेज फ्रम ए होइन कतिमा तपाईको 2,80,000 मैले यहाँ 2,80,000 राख्दिए है भयो अब बी बाट के छ कि छैन
बीले सीलाई बेचेको रहेछ भनेपछि सीले त बीबाट किने रहेछ नि त। अब मैले सी को कारोबार गर्दाखेरि त मैले बीबाट किनेको भनेर त राख्नु पर्यो नि त। पर्चेज फ्रम बी, पर्चेज फ्रम बी 60,000 कतिमा त 60,000मा। अब अरू सी कतै छ? सीले कारोबार केही गरेको छैन, छैन। यति चाहिँ गर्नु पर्यो होइन, यति चाहिँ गर्नु पर्यो। अब यो सबै जोरौँ अनि भ्यालु एड कति भएको रहेछ यसो हेरौँ है त। सी को कारोबार सक्यो है, सी को कारोबार सक्यो। यो भनेको 6,80,000 280 सर हुन्छ। भ्यालु एड अनि यो चाहिँ कति हुन्छ लु भन्नु त? 2,80,000 लाख। प्लस 60 प्लस 80 60 गर्दा 4 4 लाख। लाख। 4 लाख। यो 6,80,000 हुने भयो। यहाँ चाहिँ कति हुने भयो त? 4 लाख। 4 लाख हुने भयो। यो आरएस लेख्यो है त, आरएस लेख्यो। अब यहाँ हेर्नु त, किनेको 280। 4 लाखमा बेचेछ 6,80,000मा, कति फाइदा भएछ? 280। 2,80,000 2,80,000 चाहिँ भ्यालु एड भएको रहेछ। ल एबिसीको इन्डस्ट्रीहरूको कारोबारै हाम्रो समाप्त भयो। त्यसपछि यहाँ हेर्नु न, एन र एम भन्ने पनि त नि सँग पनि त यसो किने रहेछ नि त। यो एनएम भन्ने पनि त इन्डस्ट्री त हो, यो पनि त इन्डस्ट्री हो। यिनीहरूले पनि के गरेको छ र एमको कुरा गरौँ, एमको कुरा गरौँ। यसलाई अलिकति तलतिर ताने त, यो पुरै अलिक तलसम्म तानौँ। यसलाई नि अलिक तलसम्म तानौँ। यसलाई पनि अलिक तलसम्म तानौँ ल। यो ल्यापटप ह्याङ भयो, यसलाई चाहिँ के गर्नुपर्ने हो त? एकचोटि ल्यापटपको डक्टर भएको ठाउँमा नलाइ भएको छैन। ल कहाँ गयो त मेरो? यो त ओडै उड्यो त मेरो बिदाजीहरू। ओडै उड्छ कि अनि। यहाँतिर रहेछ, धन्नै उडेछ, धन्नले उडेको। ल ल हेरौँ है त। अब यहाँ कहाँतिर पुगेको थियो भन्दाखेरि हामी यहाँ सी नम्बरसम्म पुगेको थियो। यो एम भन्ने मान्छे पनि त एम भनेको नि इन्डस्ट्री, एम भनेको पनि त इन्डस्ट्री त हो नि त, यो पनि त इन्डस्ट्री हो। हामीले इन्डस्ट्रीहरूकै हेरिरहेको थियौँ। एन भनेको पनि त इन्डस्ट्री हो। एबिसीको त कारोबार हामीले भ्यालु एड गरेर खाउँ। एमले के गर्यो यहाँ त? इन्डस्ट्री बी पर्चेज वर्थ ₹80,000 फ्रम इन्डस्ट्री एम भनेपछि एमले चाहिँ के गरे रहेछ? बीलाई बेचेको रहेछ। एमले के गरे रहेछ? बीलाई बेचेको रहेछ। म एमको मात्रै भएर हेर्ने हो भने, म एमको भएर हेर्ने हो भने मैले के गरेँ रहेछ त? सेल टु बीलाई गरे रहेछ। बीलाई कतिमा बेचेको रहेछ त? 60,000मा बेचेको रहेछ भनेर मैले राखेँ होइन। एमले के गरेछ हेर्नु त? एमले चाहिँ यसले यहाँ हेर्नु त, बीले चाहिँ एमबाट किन्यो भनेपछि 80,000। 80,000 है, 80,000 ल। ल हेर्नु त, यहाँ के भयो? बीले चाहिँ एमबाट किन्यो भनेपछि एमले त बीलाई बेच्यो नि त। एमको कारोबार राख्दाखेरि त मैले बीलाई बेच्यो भनेर राख्नु पर्यो। अब एन पनि कहाँ छ? एनले सीलाई बेचेको, सीले एनबाट किनेको भनेपछि एनले चाहिँ कसलाई बेच्यो? सीलाई बेच्यो हो। यिनीहरूले त किनेको छैन, यिनीहरूले नकिनेपछि यिनीहरूको भ्यालु नै डाइरेक्ट 80,000 भइहाल्यो। ठिक छ, यिनीहरूको भ्यालु नै डाइरेक्ट कति भयो? 80,000 भइहाल्यो। अब एनको कुरा गरौँ। एनले के गर्यो त भन्दाखेरि सीले एनबाट किनेको भनेपछि एनले सीलाई बेच्यो। सेल टु एन, सेल टु एन कतिमा बेच्यो त? सेल टु सेल टु सी। 60,000 होइन, यो चाहिँ 60,000। ठिक छ, 60,000। ल यो एनहरूले किनेको कहीँ कुरा केही गरेको छैन, यो 60,000 लेखौँ।
अब भनेपछि टोटल भ्यालु एडेड निकालौँ है त टोटल भ्यालु एडेड ल टोटल भ्यालु एडेड चाहिँ यिनीहरू यो पछाडि पछाडिको के गर्नु पर्यो त प्लस प्लस माइनस माइनस गर्नु पर्यो गर्नु त 4,80,000 माइनस 2,60,000 प्लस 2,80,000 प्लस 60,000 प्लस 80,000 सर हजुर एन को सर सेल टु एन होइन सेल फ्रम एन चाहिँ होइन र हजुर ए सेल टु गुड सी सीलाई बेचेको है सीलाई बेचेको है मैले यहाँ सी लेख्नु पर्ने ल हेर्नु त एनले सीले चाहिँ एनबाट किन्यो भने एनले सीलाई बेच्यो नि त सेल टु सी है क्यालकुलेसन गरौँ त 4,80,000 माइनस 2,60,000 प्लस 2,80,000 प्लस 80,000 प्लस 60,000 गरौँ 6,40,000 6,40,000 6 लाख 40,000 सबैको क्यालकुलेसन हुनु पर्यो है क्यालकुलेट गरेको हुनु पर्यो सबैले क्यालकुलेट गरेको हुनु पर्यो 6,40,000 खै हो कि 6,40,000 टोटल भ्यालु एड चाहिँ हाम्रो कति भएको रहेछ त 6,40,000 भएको रहेछ ठिक छ यसो हेर्ने हो भने सजिलो पनि फेरि यसो हेर्ने हो भने गाह्रो पनि के यो सर हजुर यसमा नि त्यो एमाउन्ट मात्र लेखेर गर्दा हुन्छ कि हुन्न एमाउन्ट मात्रै लेख्दा त फेरि तपाईँको के भयो कहाँबाट 80,000 आयो कहाँबाट चाहिँ तपाईँको 6,80,000 आयो भन्ने हुन्छ कि कसरी आयो भन्ने हुन्छ त्यही भएर यो लेख्नुपर्छ ल तपाईँले यो कति मार्क्सको हो यो हेर्नु न 8 मार्क्स हो अनि 8 मार्क्स एमाउन्ट मात्रै लेख्दा हुँदैन है ल तपाईँहरूले बरु फर्मेट नबनाइकन गर्नु चाहिँ सकियो ए को छुट्टै बी को छुट्टै सी को छुट्टै यो फर्मेट बनाएको नै होइन नि मैले पनि यो ऊभित्र पो हालिदिएको नत्र भने त म पनि त यो फर्मेट नबनाइकन के गर्थेँ भन्दाखेरि तपाईँहरूलाई बुझाउनलाई मात्रै गरेको ए मैले फर ए भन्थेँ अनि एमा पनि यो कुरा यहाँ लेख्थेँ यो कुरा यहाँ लेख्थेँ यो कुरा यहाँ टोटल भ्यालु एड गर्थेँ त्यसरी गर्थेँ त्यो गर्नु साटो मलाई यही ठिक लाग्यो अनि यही तरिकाले गर्थेँ बुझ्न पनि सजिलो बुझ्न पनि सजिलो है त अनि यहाँ के भनेको छ नि डज दिस मेथड एभोइड डबल काउन्टिङ रे यसले चाहिँ डबल काउन्टिङलाई के गर्छ अरे एभोइड गर्छ भनेर सोधेको छ ल हेर्नु त यसले डबल काउन्टिङलाई एभोइड गर्छ नि यसले घरिघरि तपाईँको चाहिँ यसले कतिचोटि बेच्यो होइन कतिचोटि तपाईँको चाहिँ बेचेन भन्ने कुरा सबै हेर्छ बीले कतिचोटि बेच्यो कतिचोटि किन्यो कसलाई बेच्यो के गर्यो सबै कुरा हेर्छ नि यसले होइन यो भनेको मतलब हाम्रो के आएको त थाहा छ यो भनेको मतलब जिडिपी एट एमपी बाई लेखौँ ग्रस डोमेस्टिक प्रडक्ट एट एमपी बाई भ्यालु एडेड मेथड छ लाख 60,000 अब दुईमा does this method avoid using double counting यसले चाहिँ डबल काउन्टिङ एभोइड गर्छ भनेर सोधेको छ यस गरिहाल्छ नि होइन सी को एकैचोटि मात्रै डबल काउन्टिङ छ कि छैन हेरिहाल्छ यहाँ सीले पर्चेस गरेको छ भने सेल्स पनि कसलाई गर्यो भन्ने कुराहरू त ठक्को ठाउँ हेर्ने भयो नि त यसले गर्दाखेरि होइन यस भन्नु यस these methods avoid double counting system because कसरी त भन्दाखेरि it avoid value of intermediate भनेपछि intermediate goods बिचको goods that are used to
ल फाइनल गुडसम्म लानको लागि चाहिँ यसले हेर्नुपर्छ, त्यही भएर डबल काउन्टिङ सिस्टम चाहिँ के गर्छ त यसले एभोइड गर्छ है त। ठिक छ। एमको फेरि पनि अर्को यहाँ नि त एले यत्रो कारोबार गरे, फेरि पनि अर्को इन्डस्ट्री ए लेख्नु मिलेन के, त्यही भएर भ्यालु एडेडले चाहिँ डबल काउन्टिङ इरर हेर्ने भयो है। ल अब यसो हेर्दै जाने हो भने हाम्रो 15 मार्क्सतिर हेर्दै जानुपर्ने हुन्छ। 15 मार्क्समा दुईवटा आएको रहेछ, 2078 मा र 2082 मा आएको रहेछ है त। 2078 र 2082 मा आएको रहेछ। हामीले दुईटालाई नै कन्सिडर गरेर हेर्नुपर्ने हुन्छ है। ल जुन गरे पनि हुन्छ। ल 2078 को सुरुवात गरौँ न त। 2078 यो लेखिसक्यो, लेखिसक्यो, अगाडि बढौँ। Yes. ल यसमा नबुझ्ने केही छ भने सोधिहाल त, म सर र भनिदिइहाल्छु। अनि अगाडि बढ्नको लागि फेरि तपाईँहरूले नयाँ क्लास त्यही अघिको लिङ्कमा जोइन हुनुपर्छ। नबुझ्ने केही छ छैन सर। छैन है, म अगाडि बढ्दा हुन्छ है। ल यस सर। ल म अगाडि बढेँ है त। अगाडि म मात्रै बढ्यो, सबैजना बढ्ने। यो च्याप्टरमा मात्रै धेरै समय लाग्यो, अरू च्याप्टरहरूमा त्यति धेरै समय त लाग्दैन है। अब लागिहालेको खण्डमा यसो हेरौँ ल। कति दिन बाँकी छ हाम्रो इकोनोमिक्स के अरे बोर्ड इक्जाम आउनलाई पार्सल? 20 दिन नै छैन सर अब। ए भ्याइन्छ मजाले। यो न्युमेरिकल मात्रै थोरै दिन लाग्ने हो कि। युनिट 2 नै राम्रो भ्यायो भने। ए नयाँ विद्यार्थी, न्यू विद्यार्थीहरू छ भने है, न्यू विद्यार्थीहरू छ भने गुगल क्लासरुम एपमा जाने, गुगल क्लासरुम एप जाने, गुगल क्लासरुम डाउनलोड गर्ने। मैले तपाईँहरूलाई सजिलो होस् भनेर नयाँबाट चाहिँ गुगल क्लासरुम राखिदिएको छु, त्यो डाउनलोड गर्ने है। नयाँ नयाँ भर्खर नयाँ जोइन भएकोले है, त्यो डाउनलोड गर्ने। अनि त्यहाँबाट चाहिँ युनिट 1 अथवा या भनौँ तपाईँले युनिट 2 सुरुदेखि मजाले पढ्ने। युनिट 2 पढेर लेख्ने पनि, लेख्दै पनि पढ्ने, लेख्दै पढ्ने होइन, लेख्ने पनि। अनि त्यहाँ होमवर्क दिएको त्यो पनि गर्ने। अनि र प्लस अनि त्यो सक्यो भने युनिट 1 पढ्ने। छुटेको कुराहरू पढ्दै गर्ने, पछि म पढ्छु होइन भनेर चाहिँ नबस्ने, अहिले पढिहाल्ने। ठिक छ। न्युमेरिकल यहाँबाट 15 मार्क्समा नि आउन सक्छ, 10 मार्क्समा नि आउन सक्छ है। पढ्ने है त, पढ्ने। ल 2078 मा आएको क्वेसन रहेछ यो। 2082 मा पनि आएको छ। पहिला 78 हेरौँ, त्यसपछि 82 हेरौँला है। म यसलाई थोरै पेजहरू अझै बनाएँ। अनि यो गर्दै जाँदाखेरि लिङ्क इन भयो भने फेरि यही ग्रुपमा, अघिकै ग्रुपमा, अघिकै लिङ्कमा तपाईँहरू जोइन हुनु होला है। ठिक छ। कति चाहिँ लामो हो कि युनिट 2 त एकदम लामो छ नि। युनिट 2 र सर हाम्रो रेगुलरको लागि त भ्याइन्छ नि है आरामले। ए रेगुलरलाई त यो अहिले ब्याकलाई हो कि अलि हतार गर्नु परेको। रेगुलर स्टुडेन्टलाई त मजाले भ्याइन्छ। रेगुलरै भयो भने पढ्नु न है मजाले। पढौँ सर, पढौँ 12 बजीसम्म के हो र। पढ्दै गर्नु न। अब ब्याकको इक्जाम आउने बेलातिर त 12 बजीसम्म पढ्नुपर्छ नि, 12 साढे 12 त्यस्तोसम्म पढ्नुपर्छ। अब इक्जामको बेला के गर्नु होइन, पढ्नु तर पर्यो। ब्याकको इक्जाम भएको बेला हामी रेगुलरलाई पनि इन्फर्म गर्नु पर्यो। हामी रेगुलरले त त्यस्तो धेरै पढ्नु पर्ला नि। पढ्नुपर्छ नि, पढ्नु त सबैले उस्तै पर्छ नि। इक्जाम अलिकति ढिला सबैले चाँडो पढ्दै मात्रै हो, आउनु। पढ्नु त उस्तै पर्छ है। सर अनि रातभरि पढेर भोलिपल्ट काममा पनि जानुपर्छ। ए रेगुलरले चाहिँ त्यो इक्जामको ब्याकको इक्जामको बेलामा रेगुलरले चाहिँ क्लास टाइममा मात्रै पढ्ने, एक्स्ट्रा टाइम नपढ्ने नि है। मैले नि त्यही भन्न खोजेँ सर। ल ल ल पढ्दा त बेस्टै होला नि सर, हजुर। पढ्दा त बेस्टै होला नि। अब ल ए माइक अफ गरौँ। कन्सिडर द फलोइङ फिगर अफ नेसनल इन्कम। अब यो कुराहरू अब कति चाहिँ लामो दिएको हो त। ल यहाँ सुन्नु। अब यहाँ एनएनपी एट एमपी बाई इन्कम र एक्सपेन्डिचर। एनएनपी एट एमपी भनेको, एनएनपी एट एमपी भनेको के हो त भन्दाखेरि यो निकाल्नु पर्यो। एनएनपी एट एमपी निकाल्नु पर्यो। एनएनपी एट एमपी निकाल्नको लागि पहिला सुरुमा जिडिपी एट एमपी पनि निकाल्नै पर्यो। जिडिपी एट एमपी निकाल्नै पर्यो। जिएनपी एट एमपी निकाल्नै पर्यो
त्यसपछि एनएनपी एट एमपी आउँछ, यो निकाल्नु पर्यो, यो निकाल्नु पर्यो, अनि त्यसपछि यो निकाल्नु पर्यो। जिडिपी एट एमपी निकाल्नलाई इन्कम मेथडबाट छुट्टै, एक्सपेन्डिचर मेथडबाट छुट्टै, यो सेम होइन। यसमा डिप्रिसिएसन घटाउने, यसमा चाहिँ के गराउने, यसमा चाहिँ जोड्ने नेट फ्याक्ट्री इन्कम फ्रम एब्रोड, यसमा चाहिँ डिप्रिसिएसन घटाउने। त्यसपछि फेरि पिआई पनि निकाल्नु छ, पर्सनल डोमेस्टिक इन्कम पनि पिआई पनि निकाल्नु छ। अहिले अनि सिग्निफिकेन्ट जिडिपी को सिग्निफिकेन्ट यो त थ्योरी भइहाल्यो होइन, थ्योरी भइहाल्यो। पहिला सुरुमा यहाँसम्म पिआईसम्म निकाल्नु छ, ल पिआईसम्म निकाल्नु छ है। राम ल सुरु गरौँ। आँखा यस्तो तेज बनाएर हेर्नुपर्छ कि होइन, आँखा तेज बनाएर हेर्नुपर्छ। पहिला जिडिपी एट एमपी अन जिडिपी एट एमपी बाई इन्कम मेथड। ल इन्कम मेथडमा गर्नु पर्यो है त। ल भनेपछि जिडिपी एट एमपी को इन्कममा भनेपछि इन्कम के ले दिन्छ त्योहरू सबै राख्नु पर्यो विद्यार्थीहरू। इन्कम हामीलाई चाहिँ अहिलेसम्म इन्कम के ले दिइरहेछ त्योहरू सम्पूर्ण राख्नुपर्ने हुन्छ। जिडिपी एट एमपीमा इन्कमहरूबाट के दिएको छ त्योहरू राख्नुपर्ने हुन्छ। जस्तै यहाँ हेरौँ है त, अब हेर्दै जाउँ। वेजेस एन्ड स्यालेरीबाट इन्कम दिन्छ है, म चस्मै लाउनु पर्ने अवस्था भयो यहाँ। वेजेस एन्ड स्यालेरी, यो लिङ्क इन भयो भने फेरि त्यही लिङ्कमा क्लिक गरेर जोइन हुनु ल है। होइन यो होमवर्क सक्दैन नि विद्यार्थीहरूले है, यो होमवर्क सक्दैन। यो म पढाउँछु, निन्द्रा लागेको विद्यार्थीहरू सुत्नु होला, अनि भोलि यो रेकर्ड भिडियो हेर्नु होला ल। म यो पढाउँछु नि, यो होमवर्क एकैचोटि सक्दैन नि, बरु 2082 को होमवर्क दिन सक्छु, त्यो पनि भोलि गरिदिन्छु, तर सकिँदैन है त। ल अघिको लिङ्कबाटै जोइन हुनु है त। अघि मैले जुन लिङ्क पठाएको थिएँ त्यहीबाट होइन, म नयाँ लिङ्क पठाउँछु है। यहाँ धेरै नन पेडको स्टुडेन्ट छ, नयाँ लिङ्क पठाउँछु।